माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। यो त मैले सुनेको है तैँले त्यो हावाको गीत बनाएर गाइस् के गायक पनि अनि मैले त अर्ग्यानिक आफ्नो संस्कृति झल्काउनको लागि आफ्नो लोकल एकदम नेपाली गीत पो गाएको त भाइ के भयो तिम्रो टापे गीत त गाउँदिन म हावा गीत नसुनाएर बरु सुन्न हो यार के भयो भने यस्तो अन्त पनौती लागेको छ हामीलाई त जुन टिमलाई सपोर्ट गरे त्यही टिम खुलिट्टै चिप्लिहाल्छ त भन्दैछु म पनि मेरो पनि त्यस्तै त भयो त अस्ति पोर्तुगल तर है तिनीहरूले झेली त झेली खेलेको अरे के छ अन्त केटाहरू बिहान बिहान अर्का कुरा काट्दै हिँड्दै होइन केटाहरू त एकदमै ठिकै आइपुग्यो त केटाहरू तिमीहरूलाई भन्दै जाँदै आज तिमीलाई पार्टी दिन्छ ल पार्टी एकदम आज 5 स्टार होटेल बुक हानेको छ तेरो दाजुले किनभने याद छ होला केटाहरूले म्याच हेरेको हेरेनौ म्याच त हेरेको ठिक छौ होइन तर झेला खेलेर भए पनि जित्यो चाहिँ जित्यो होइन म पनि तर खुसी छु अब आफ्नो त छैन जुन टिम सपोर्ट गरेर त्यही टिम भित्तै चिप्लिहाल्छ त्यही भएर सपोर्ट छैन अब त ठिकै छ ल त्यसमा त बेलुका त इन्डियालाई फुल सपोर्ट गरेको या तिनीहरू हारोस् है भनेर चाहेको थियो कि तर के गर्नु लास्टमा मेसी कहाँबाट आयो गोल पनि घुमाएको घुमाइहाल्छ पार्टी दिन्छ रे क्या त्यस्तो हो केटाहरूलाई खुब झेले यो सर यिनीहरूको त म पुरै नगरौँ यहाँ अस्ति पनि भन्दै थियो दुसालाई अहिलेसम्म कोरोसँगै खेलेको छैन भनेर आज त गोल हानेको त्यसलाई रागोहरू जस्तोसँग पो खेलेको है फ्रान्सको कति कुरा गर्छ फ्रान्स त झन् स्पेनले दुई गोल हानेर इजी हालेको थियो तिमीहरूले ल ठिक छ पार्टी चाहिँ दिएको थियो कि तर तिमीहरूले पार्टी खाला जस्तो गोली चाहिँ गरेन यिनीहरूको गोली चाहिँ ठिक छ यिनीहरूको पनि ठिक छ म त ताल पऱ्यो भने यो भाकी भयो यहाँ नानीको उच्चाले पछाडि गएर एउटा चाहिँ कता साला कुकुर साला कुकुर चाहिँ कसले भनेको तिमीहरूले बिहान बिहानै साला बिहान बिहान फेरि कुकुरले गुड नखाएको तिमीहरूलाई मुख थार्नु नपर्छ है तिमीहरूलाई हजुर यिनीहरूलाई पार्टी चाहिँ नखिलाइदिनु ल पार्टी त खिलाउनु भन्दैन किनभने यिनीहरूमा पनौतीहरू यार जसलाई सपोर्ट गरे अस्ति पोर्तुगललाई पनि सपोर्ट गरे अरे ब्राजिललाई पनि सपोर्ट गरे अरे हिजो अस्ति फ्रान्सलाई पनि सपोर्ट गरेर पनौतीहरू त यिनीहरूले पनि आजकल जर्सी पनि लगाउनु सकेको छैन भनेर अस्ति यसले त झन् उनीहरूलाई बल्लमरि बोक्दै थियो साला त्यहाँबाट तल पौसालबाट बजार ल्याएको साला 400 रुपियाँ त्यही 400 रुपियाँ जर्सी किनेर अहिले हेरेर लाँदै म तिमीहरूको चाहिँदैन पार्टी साडी यस्तो पार्टी खाएर कुन चाहिँ ठुलो कुरा हो र त्यही त भन्दैछु म नि पैसा पनि हुनु पर्यो नि अबदेखि त स्पेन